त्यो क्षेत्रका छात्र कार्यकर्ताहरूलाई अझ सहज बनाइदियो, जुन रागिक बुझ्न पनि सहज भयो र उहाँहरूको व्यक्तित्व विकास पनि भएको छ। अब हामीले छात्र कार्यको कुरा गरिरहँदा यहाँको उपस्थिति भयो र अझ समाजको कुरा गर्ने हो भने हामी छात्रालाई अगाडि बढाउने महिला नेतृत्वको कुरा गर्छौँ, तर त्यो नेतृत्व चाहिँ केमा सीमित भइरहेछ भने अहिले पनि राजनीति तहमा हेर्ने हो भने प्रत्यक्ष निर्वाचित सांसदहरूभन्दा समानुपातिकबाट चाहिँ महिलालाई लगिरहेको देखिन्छ होइन। यसको भनाइको अर्थ के हो भने महिलालाई चाहिँ जुन हाम्रो 33% अधिकार प्रदान गरेको छ नि राज्य सरकारले, त्यही कोटा पुर्याउनका लागि मात्र महिला नेतृत्वलाई अगाडि बढाइरहेको अवस्था देखिन्छ होइन। तर अहिलेको सरसर्ती हाम्रो वर्तमान परिवेशको जुन परिवेश हेर्ने हो भने आज जुन युवाहरू विदेशिने अवस्था छ, त्यो हिसाबले गर्दाखेरि चाहिँ अहिले हाम्रो समाजमा हामी विद्यालयमा क्याम्पसमा गइरहँदा पनि त्यहाँनिर छात्राहरू एकदमै धेरै हुनुहुन्छ कि। हाम्रो जुन क्याम्पस टोली बनाउँछौँ हामी, नगर इकाइ बनाउँछौँ, त्यहाँसम्म हाम्रो छात्राहरूको एकदमै राम्रो नेतृत्व छ होइन, नेतृत्व बनिरहेको छ। इभन परदेशमा पनि थुप्रै छात्राहरू हुनुहुन्छ। तर हाम्रो चाहिँ केन्द्रीय लेभलमा चाहिँ छात्र नेतृत्व हामीले पुर्याएर रहेछौँ जसो तसो गरेर, तर उनीहरूलाई चाहिँ अगाडि बढ्नको लागि के कुराले रोकिरहेको छ, के कुरालाई चाहिँ हामीले फोकस गरेर अगाडि बढ्यौँ भने चाहिँ भोलिका दिनहरूमा यसरी न्यून एकदमै शून्यको अवस्थाभन्दा थोरै माथि उठ्न सक्छ। छात्राहरू पनि नेतृत्व तहमा आएर जस दायित्वमा बस्ने मात्र